नमस्कार। आफूलाई समय दिउँ, स्वस्थ राखौँ, योगमा मन लगाऊँ, पवित्र बनाऊँ। जय महायोगी गुरु गोरखनाथ। गोरखनाथले भन्नुहुन्छ, जति धेरै शरीरलाई शुद्ध बनाउँछौ त्यति नै धेरै प्रफुल्ल आफूमा रमाउने गर्छौ। त्यसैले आफ्नो शरीरलाई सुधारौँ, आफूलाई स्वस्थ र मस्त बनाउन नियमित योग अभ्याससँगै प्राणायाम गरौँ। प्राणायाम हामी दैनिक गर्ने त गर्छौँ, हामीलाई थाहा नहुँदा पनि गर्छौँ, थाहा हुँदा पनि गर्छौँ, तर साँच्चै प्राणायाम भएको छ कि भएको छैन ख्याल चाहिँ गर्दैनौँ। त्यसैले यसको लागि आज थोरै वार्मअप अनि प्राणायामको टेक्निक म दुईटा मात्रै टेक्निक यहाँहरूलाई दिन गइरहेको छु र सल्लाह सुझावसँगै मलाई शुभकामना साथसाथै सल्लाहको पनि आवश्यकता छ। म अङ्कुराउँदै गरेको मान्छेलाई यहाँहरूको सल्लाह सुझावको अति धेरै महत्त्वपूर्ण हुनेछ। हस्, सुरुमा उठ्ने बित्तिकै हामी उठ्छौँ। उठिसके बित्तिकै हातलाई माथि सिधा लगेर नमस्ते गरौँ र अगाडि झुकौँ। थोरै शरीरलाई तन्काउँ, थोरै बिस्तारै, धेरै होइन, अलिअलि जे गर्दा पनि हुन्छ, जसरी गर्दा पनि हुन्छ, थोरै अलिअलि तन्काउने। त्यसपछि बिस्तारै कुनै जोरहरूलाई लोड नपारिकन बिस्तारै हातलाई यहाँ व्यवस्थित गरौँ। पेटमा नछाउने, मजासँग श्वास लिँदै हातलाई माथि लैजाने, श्वास लिँदै माथि तालुसम्म पुर्याउने। श्वास भित्र छ, श्वास छोड्दै शरीरलाई स्क्यान गर्ने, शरीरलाई नछुने, श्वास छोड्दै फेरि यसलाई हामीले 10 देखि 15 पटकसम्म गर्न सक्छौँ। मैले थोरै मात्रै गरेको छु। यसलाई श्वास लिँदै माथि, श्वास छोड्दै तल, फेरि दुवै हातलाई श्वास लिँदै फैलाउने, श्वास छोड्दै सिधा, श्वास लिँदै पछाडि, श्वास छोड्दै अगाडि, श्वास लिँदै पछाडि, श्वास छोड्दै अगाडि। हातलाई यसरी व्यवस्थित गर्ने, श्वास लिँदै पछाडि, जति सकिन्छ श्वास छोड्दै अगाडि। अब दुवै हातलाई सिधा बनाउँदै दाहिने हातलाई छातीमा राखौँ, यो छातीको बिच भागबाट उता पारिपट्टि पर्ने गरी राख्ने र श्वास लिँदै हामी देब्रेतिर जान्छौँ। जति सकिन्छ बेसरी जान्छौँ। श्वास लिँदै, श्वास छोड्दै दुवै हात सिधा, फेरि देब्रे हातलाई यहाँ राख्छौँ छातीमा, श्वास लिँदै दाहिनेतिर जान्छौँ, श्वास छोड्दै दुवै हात सिधा, फेरि देब्रेतिर श्वास लिँदै जति सकिन्छ मजासँग, श्वास छोड्दै सिधा, फेरि अपोजिट साइड। यसलाई हामीले 10-15 पटकसम्म गर्न सक्छौँ। सामान्य छ, तर यसको प्रभाव धेरै राम्रो छ। अब देब्रे हातलाई सिधा तल छोडिदिन्छौँ, दाहिने हातलाई सिधा माथि उठाउँछौँ, सिधा कानसँगै, र श्वास लिँदै जान्छौँ। जति सकिन्छ दृष्टि सिधा अगाडि हुनेछ। श्वास छोड्दै दुवै हात सिधा हुन्छ। तल जाँदा हातकेलाहरू तल फर्कन्छन् भने यो हात फेरि दाहिने हातको हत्केला तिघ्रासँगै टाँसिन्छ, यता देब्रे हात उठ्नेछ, माथि फर्किनेछ। फेरि श्वास लिँदै दृष्टि सिधा अगाडि, श्वास छोड्दै दुवै हात सिधा, फेरि अपोजिट साइड। कम्तीमा 5 पटक चाहिँ यो गर्नै पर्छ, तर 15-20 पटकसम्म गर्न सकिनेछ यो। अहिले हामीले 4वटा अभ्यास गऱ्यौँ, श्वास लिने र छोड्ने सँगै गऱ्यौँ। अब हामी 3टा अभ्यास गर्नेछौँ, श्वास छोड्ने मात्रै। खुट्टा पठाउने, श्वास छोड्ने नाकले, अब फेरि दुवैतिर पालै पालो, अब पछाडि घुँडा खुम्च्याउने छैनौँ, सिधा जानेछ घुँडा, गाईले लाताले हानेको जसरी। अब अहिले हामीले 7वटा स्टेप गऱ्यौँ।
यो थियो शक्ति सन्तुलन। हामी भित्रको पावर छ, त्यो पावरलाई बाहिर होइन, तागत बाहिर छैन, भित्र छ। भित्र भएको पावरलाई ब्यालेन्स गर्ने काम गऱ्यौँ अहिले 7वटा स्टेप भने। अब हामी भित्रको पावरलाई जगाउने काम गर्छौँ। यो चाहिँ अब हामीले श्वास फाल्ने मात्रै छौँ, श्वास लिनु पर्दैन, किनकि संसारमा विश्व ब्रह्माण्डभरि जहाँ तहीँ जहाँ खाली ठाउँ छ त्यहाँ अक्सिजन छ। त्यसैले हाम्रो प्राण शक्ति अटोमेटिक छ र प्राण शक्तिलाई फाल्ने तागत जति धेरै विकास हुन्छ त्यति हामी स्वस्थ हुनेछौँ। त्यसैले हामीले अब 7वटा स्टेप गर्नेछौँ, श्वास फाल्ने मात्रै गर्नेछौँ। लाई गन्दै 50-60 पटकसम्म गर्न सक्नुहुनेछ भने अब खुट्टा फाल्ने। अब साइड। मुख बन्द हुनुपर्ने छ, नाकले श्वास फाल्ने मात्रै, लिनु पाइन्न। अब गाउँघरमा मोही पारेको झै कुन्ने, हात पुरा छातीसँगै सिधा तन्किने आउने हुन्छ। जब श्वास मुखले लिनुहुन्छ थाकिन्छ, नाकले श्वास मात्रै फाल्दा एकदम आराम पनि हुन्छ, स्वास्थ्यलाई लाभ पनि हुन्छ। अब यसरी डान्स गर्नेछौँ। अब जम्पिङ ज्याक। अब चेन दुवै पालै पालो, हात र खुट्टा सँगै, नाकले श्वास फाल्नेछौँ। अब पुरै भाइब्रेट गरौँ शरीरलाई, पुरै भाइब्रेट। अनि हातलाई पुरै माथि लैजाउँ, जति सकिन्छ माथि, श्वास लिँदै जान्छौँ, श्वास छोड्दै सिधा। फेरि देब्रेतिर श्वास लिँदै श्वास छोड्दै सिधा, फेरि दाहिनेतिर श्वास छोड्दै बिचमा हातलाई लक गर्दै तल झुकाउने छौँ। अब हातलाई यहाँ पछाडि लक गर्दै यसलाई अहिले गऱ्यौँ, यसलाई 3 पटक गर्न सकिनेछ। यसलाई हातलाई यहाँ लक गर्दै पछाडि जाने, जति सकिन्छ पछाडि जाने, श्वास लिँदै श्वास छोड्दै। यसलाई पनि हामीले 3 पटकसम्म गर्न सक्छौँ भने यति गरिसकेपछि अब हामीसँग धेरै समय छैन भने हामी 3टा आसन, टाढा आसन, तिनिक्क तन्किनेछौँ, श्वास लिँदै तिनिक्क तन्किनेछौँ, अनि खुट्टालाई थोरै ग्याप गरेर श्वास लिँदा फेरि अपोजिट साइड। अब कठी चक्र आसन गर्नेछौँ, श्वास लिँदै देब्रेतिर कति सकिन्छ जाने मजासँग, श्वास छोड्दै सिधा। अब दाहिनेतिर श्वास छोड्दै सिधा। अब यसलाई यहीँ व्यवस्थित गर्दै अब हामी गर्नेछौँ कपालभाती र अनुलोम विलोम। जसरी पनि बस्न सक्नुहुन्छ, यहाँहरू पद्मासनमा बस्न सक्नुहुन्छ, सुखासनमा बस्न सक्नुहुन्छ, वज्रासनमा बस्न सक्नुहुन्छ, सिद्धासनमा, जुनसुकै आसनमा बस्न सक्नुहुन्छ। यदि
यहाँहरू कुनै पनि आसनमा बस्न सक्नुहुन्न भने कुनै कुसन या कपडा या कसैलाई पट्याएर यहाँ राखेर जसरी पनि बस्न पाउनुभयो। यति हो कि हामीले प्राणायाम गर्दा हाम्रो ढाड र गर्दन चाहिँ एकदम सिधा हुनुपर्छ, दृष्टि सिधा अगाडि हुनुपर्छ। सक्नुहुन्छ आँखा बन्द गर्नुस्, नसके ठिक छ आँखा हेर्नुस्, तर दृष्टि सिधा अगाडि हुनेछ, एकदम स्ट्रेट। अब हातलाई ध्यान मुद्रामा राख्नुस्, ज्ञान मुद्रामा राख्नुस्। अब विष्णु मुद्रा लगाउन सक्नुहुन्छ, सूर्य मुद्रा जसरी पनि लगाउन सक्नुहुन्छ। अब यहाँहरूले अझ प्रभाव मजासँग लिनु मन छ भने यसरी योनि मुद्रा लगाएर नि गर्न सक्नुहुन्छ, या शङ्ख मुद्रा गरेर पनि गर्न सक्नुहुन्छ। जसको शरीरमा धेरै अस्वस्थता छ उहाँले शङ्ख मुद्रा लगाएर पनि गर्न सक्नुहुन्छ। यसरी बुढी औँलालाई समाउँदै यसलाई यहाँ यसरी राखेर यसरी पनि गर्न सक्नुहुन्छ, या होइन म केही पनि सक्दिनँ भने यहाँ हात राखेर पनि गर्न सक्नुहुन्छ। यसरी पनि जहिले पनि के ख्याल गर्नु पर्यो भने नाइटोमा खिचिनु पर्यो कपालभाती गर्दा। तपाईँले पहिलोचोटि अभ्यास गर्दै हुनुहुन्छ भने 15 चोटि या 21 चोटिबाट सुरु गर्नुस्। बिस्तारै बिस्तारै प्रत्येक दिन बढाउँदै 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 पहिलो दिन 1 चोटि मात्रै 21 चोटि गर्नुस् या 15 चोटि गर्नुस्, दोस्रो चोटि 2 राउन्ड गर्नुस्, र तेस्रो दिनबाट बिस्तारै बढाउँदै बढाउँदै तपाईँले 1 मिनेटसम्म पुर्याउनुस्। एकै दिन धेरै गर्दाखेरि पेटको लाम्टा दुख्न सक्छ, तपाईँलाई योगबाट वियोग हुन सक्छ। त्यसैले आफ्नो शरीरको अवस्था हेर्नुस्, अगाडि थोरै वार्मअप गर्नुस्, त्यसपछि प्राणायामलाई ख्याल दिनुस्। यो कपालभाती गरिसकेपछि जसलाई प्रेसर छ, सुगर छ या चर्को रोगबाट ग्रसित हुनुहुन्छ र हालसालै अपरेसन गरेको छ भने तपाईँले कपालभाती बन्देज छ, तपाईँले नगर्नु होला। र अब तपाईँले के गर्न सक्नुहुन्छ त भन्दा सबैका लागि हुने र प्राण शक्ति एकदम मजबुत बनाउनको लागि अनुलोम विलोम। आजसम्म हामी अनुलोम विलोम गलत अभ्यास गरेका छौँ या प्रभाव पाएका छैनौँ। 25-30 वर्षदेखि योग गर्छौँ र प्रभाव पाउँदैनौँ भने हाम्रो काहीँ न काहीँ हामी मिस्टेक गर्दैछौँ। त्यो हुँदा सबैभन्दा राम्रो टेक्निक मैले आफूले पाएको लाभ र मैले बेस्ट लाग्ने टेक्निक चाहिँ यहाँहरूलाई सिकाउन गइरहेको छु या प्रस्तुत गर्न गइरहेको छु। यसमा कमेन्ट गर्न सक्नुहुनेछ र केही सल्लाह सुझाव भए त्यो पनि दिन सक्नुहुनेछ। चोरी औँलालाई पुरै व्यवस्थित गरेर मोडिदिने, चोरी औँलालाई मोडिदिने र कान्छी औँला र बुढी औँलालाई पुरै जोड्ने। अर्को हातलाई ध्यान मुद्रामा राख्ने र दुईटा औँलालाई सँगै राख्ने। दुवै औँलाले निधारमा टीका, निधारको टीका लगाउने ठाउँमा यहाँ व्यवस्थित गर्ने, किनकि यहाँ जब राखिन्छ ढाड गर्दन अटोमेटिक सिधा हुन्छ, झुकिन्न, दायाँ बायाँ गइन्न। र अनुलोम विलोम गर्दा जहिले दाहिने हातले गर्नुपर्छ, दाहिने हात नै उठाउनुपर्छ। हातलाई तल सपोर्ट दिन पाउनुहुन्न, हात गले नि गलोस्, बरु छोड्नुस् फेरि गर्नुस्। यसलाई चाहिँ अब तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ बुढी औँलाले दाहिनेपट्टिको नाक थुनिदिने, देब्रेबाट श्वास लिने, फेरि देब्रेपट्टिको कान्छी औँलाले पनि थुनिदिने, देब्रे नाक पनि थुनिदिने, बुढी औँला हटाउने। थुनी भ्याइसकेपछि बुढी औँला हटाइ गरिसकेपछि फेरि दाहिने नाकबाट श्वास लिने, अनि फेरि कान्छी औँला हटाउँदै फाल्ने, फाल्ने, पुरै फाल्ने। फालिसकेपछि फेरि बिस्तारै लिने, फेरि बुढी औँला हटाउँदै दाहिनेबाट फाल्ने, फेरि लिने। यसरी यसलाई यहाँले गनेर 20 चोटि या 30 चोटि कति सक्नुहुन्छ बिस्तारै गर्दै जाने र अभ्यास बढाउँदै गइसकेपछि यसको लाभ मिल्नेछ। यो चाहिँ नर्मल्ली एकदम बेसिक हो। कपालभाती र अनुलोम विलोम एकदम बेसिक टेक्निक आज यहाँहरूलाई मैले प्रस्तुत गरेको छु। यसमा कमेन्ट गरिदिनु होला भन्ने आशा छ। र यसको एडभान्स तपाईँलाई चाहिन्छ या एडभान्स के हो भन्ने लाग्छ भने यहाँहरूले जिज्ञासा पनि राख्न सक्नुहुनेछ। म त्यो जिज्ञासा पनि पुरा गर्नेछु। हस्, धन्यवाद।
जय महायोगी गुरु गोरखनाथ। म यहाँहरूलाई के हठयोगका सामान्य आसनहरूको बारेमा प्रस्तुत गर्न गइरहेको छु। यसको लागि चाहिँ नियमित अभ्यास र लामो प्रयास बिना यो नगर्नु होला। तपाईको शरीर धेरै मूल्यवान छ। यो मूल्यवान शरीरलाई जोगाउनु पनि अति आवश्यक छ। त्यसैले योगका आसनहरू गर्नभन्दा अगाडि नै केही जानकारी पनि लिनुपर्छ र यसको बारेमा थाहा नपाइकन गर्दा योगले लाभ होइन, योगले वियोग बनाउनेछ भन्न चाहे। अब म प्रस्तुत गर्न गइरहेको छु भक्क आसन। हात खुट्टालाई पुरै माथि, घुँडाभन्दा माथि व्यवस्थित गर्दै यसमा श्वास होल्ड गरेर बस्न सक्नेछ भने हामी यसबाट पनि चिपले शीर्षासनमा जान सकिनेछ। अब यसको लागि यहाँनिर हातलाई यसरी राख्दै बिस्तारै बिस्तारै खुट्टालाई उठाउँदै मजासँग हामी यसमै ध्यान बस्न पनि सक्छौँ। अभ्यास गरिसक्यो भने, राम्रोसँग भयो भने अब यसरी खुट्टालाई पुरै फैलाउन पनि सक्नेछौँ, घुमाउन पनि सक्नेछौँ। तर यसको लागि अभ्यास चाहिन्छ, बिना अभ्यास नगर्नु होला प्लिज। अनि अब यसरी नचाउन पनि सक्छौँ। यहाँ हामीले नमस्ते पनि गर्न सक्छौँ। अब यसबाटै हामी हातलाई थोरै व्यवस्थित गर्दै यसरी यतापट्टि जान पनि सक्छौँ। ल हेर्नुहोस्, यसरी जान पनि सक्छौँ। अब यसमा पनि हामीले नमस्कार, योग गरौँ, स्वस्थ रहौँ। जय महायोगी गुरु गोरखनाथ। अब म गर्न गइरहेको छु मच्छिन्द्र आसन। यो खुट्टालाई आफ्नो अर्को खुट्टाको तिग्रापट्टि ल्याउनुहोस् र जुन खुट्टा तल लैजानु भएको छ त्यसको अपोजिट साइडको खुट्टालाई घुँडासँगै राख्नुहोस्। अनि अपोजिट साइडको हातलाई यहाँ व्यवस्थित गर्दै यसलाई पैताला समाउने र यो हातलाई फ्री बनाउँदै उतापट्टि लैजाने र पर हेर्नु। यसरी गरिसकेपछि फेरि अपोजिट साइडबाट पनि अर्को खुट्टापट्टिबाट पनि गर्नुपर्छ। यसको लागि फेरि यो खुट्टालाई यसरी सुखासनमा झै व्यवस्थित गर्दै फेरि अर्को खुट्टालाई यहाँनिर राख्ने। अब यो हातलाई यता लैजाँदै फेरि अगाडि यसरी ठेल्ने, कुइनाले ठेल्दै ठेल्दै पैताला समाउने र कति सकिन्छ आफूले मजासँग अपोजिट साइड हेर्ने कोसिस गर्ने। यो हो अर्ध मच्छिन्द्र आसन। यो आसनले ग्यास्ट्रिक, अपच, अनिन्द्रासँगै हाम्रो थुप्रै रोगहरूलाई काम गर्ने गर्छ। यो आसनले शरीरलाई लचिलो बनाउँछ भने हेर्दा सामान्य लाग्ने आसन, तर यसले शरीरलाई महत्त्वपूर्ण खिचावट गर्दै भरपुर निन्द्रा दिने पनि काम गर्छ। यसमा तपाईँले प्राणायामलाई ध्यान दिनुभयो भने, श्वासलाई रोकेर एकैछिन बस्नुभयो भने अनिन्द्राको पनि यो अचूक औषधि हुनसक्छ। साथै यो मच्छिन्द्र आसन योगमा अति राम्रो आसन मानिन्छ। अब हामी आज गर्न गइरहेका छौँ कपालभाती र अनुलोम विलोम। जहिले हामी कपालभाती त गरिन्छ, सधैँ गरिन्छ कपालभाती, तर कपालभाती कसरी गरेको छु भन्ने ख्याल गरिन्न। त्यसैले कपालभातीलाई चाहिँ अलि व्यवस्थित बनाउनको लागि चाहिँ सबैभन्दा अगाडि गहिरो लामो श्वास लिने, पुरै फालिदिने। यति गरिसकेपछि थोरै वार्मअप बिना हामीले कपालभाती, अनुलोम विलोम कुनै पनि गर्न सकिन्न। त्यसलाई पुस गरिदिनु पर्यो।